कमिसन दिएन भनेर यसो गरेको यिनीहरूले हामीसँग कमिसन मागिराखेको हामीले कमिसन दिँदैन भत्काएसहरू कमिसन दिँदैन पशुपति विकास कोषले कमिसन दिँदैन कमिसन कमिसन मागेको थियो कि थिएन कमिसन दिँदैन उहाँले नै हो यो सब गरेको यो पार्टीका व्यक्ति खारिज गर यो भीमे छ यहाँको सिक्युरिटीको प्रमुख यसले भिखारीसँग पैसा लिन्छ भिखारीसँग पैसा यो हप्ता उठाउने मान्छे पशुपतिमा गाजा तस्करी गर्ने यही भीमे हो यहाँ केटाहरू आएर हो यस्ता व्यक्तिहरूलाई पशुपति विकास कोषले राख्ने जो मानवताको बाटोमा आज हामी 42वटा जिल्लामा वैधानिक रूपले दिन दुखी अशक्त असहाय आमा बुवालाई दैनिक रूपमा बिहान बेलुका भोजन वितरण गर्दाखेरि आज पशुपति विकास कोषले मेरो कमाई खाने भाडोमा किन लातानिस् भनेर हामीलाई निकालेको छ के यो तपाईहरूलाई राम्रो लाग्छ मानवता बचाउ अभियानमा हामीले गरेको कार्यमा पशुपति विकास कोषका यी घरौटीहरूले खान नपाएर यिनीहरूले पैसा खान नपाएर हामीले भनेको यिनीहरूले पैसा सबैसँग पाकेटमारसँग भिखारीसँग सबैसँग लिएर म यसको सबुत दिन्छु जस्तो कमिसन मागेको छैन उनीहरूले अरू संरचनाहरूले अरू संगठनले पैसा दिए उनीहरूलाई राख्यो हामीले दिएनौँ हामीलाई निकाल्यो तपाईहरुसँग मागेको थियो उनीहरूले मागेको थियो भन्दाखेरि अरूलाई राख्नु जसले दियो त्यसलाई राख्यो जसले दियो त्यसलाई निकाल्यो भनेर हामीले कमिसन दिएनौँ यो मानवताको बाटोमा हामी कमिसन दिँदैनौँ हाम्रो कसैको तलब भत्ता हुँदैन निस्वार्थ लागेका युवाहरू हामी हाम्रा देशका वैदिक सनातनी भूमिका क्षेत्र विकास कोषका पदाधिकारीले कमिसन माग्छन् कमिसन माग्दैन भिखारीसँग गाँजा बेच्न दिएर यिनीहरूले पैसा उठाएर खान्छ म तपाईँहरूलाई नाम भीमे हो सिक्युरिटी प्रमुख भीमे हो म सबैको बारेमा भनिदिन सक्छु सर तपाईँहरूलाई प्रत्येक मान्छेको जन्मकुण्डली छ पशुपति विकास कोष नेता यदि पशुपति विकास कोषलाई स्वच्छ राख्ने भए हाम्रो स्वतन्त्र पार्टी आओस् हामी केही बोलेनौँ पार्टीका भरौटेहरू हुनु भएन भन्नुभएको थियो कि कुनै पार्टीको नियुक्ति हुँदैन भन्दाखेरि यो सुभाष चन्द्र भन्ने अहिलेको जो कार्यकारी आउनु भएको छ उहाँ माओवादीको उहाँलाई उहाँ किन 4-5 दिन भयो र अब यो युवाहरूले चाहिँ साँच्चै नै जनताहरूलाई सुरक्षा गर्यो भने त जनताहरूले यो युवाहरूलाई अगाडि बढाउला नै आज यो देशमा अब अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकारले वास्तविक सूचना पायो भने एक्सन लिन्छ नि त भनिदिनु न के छ यहाँ बालेन्द्र शाहलाई हामी भन्न चाहन्छौँ बालेन्द्र शाहलाई हामी भन्न चाहन्छौँ बालेन्द्र शाहले यो जय महाकाल युवा समूह के हो भनेर बालेन्द्र शाहले पनि राम्रोसँगलाई थाहा छ हाम्रो खेलकुद मन्त्री पहिले हुनुभएको थियो कि बब्लु गुप्ता उहाँहरू पनि 100 ग्रुप चलाउँदाखेरि यसरी हामीले कसरी महाकाल चलाएको थियौँ भने सबै उहाँहरूलाई थाहा छ र हामी यहीँ तपाईँको टेलिभिजन मार्फत भन्न चाहन्छौँ कि सञ्जाल मार्फत भन्न चाहन्छौँ कि बालेन्द्र शाहलाई हो यदि तपाईँले मुखले मात्रै बोलेर यो अरू पार्टीको कार्यकारीहरूलाई निकाल्नुपर्छ भन्नुभएको हो भने त्यो हामीलाई थाहा छैन र तपाईँ पनि एक्लै हुनुहुन्छ एक्लैलाई थाहा हुनु नसक्ला हो त थाहा नसक्ला भन्नाले चाहिँ हामी भन्छौँ यो सुभाष चन्द्र भन्ने मान्छे 2-4 दिन भएछ अहिले नियुक्ति भएर आएको हो यो मान्छे चाहिँ माओवादीको पहिले माओवादीको पोस्टमा अहिले आउनु भएको रहेछ उहाँहरूलाई होला हामीले भनेको पनि झुटो हुन सक्ला तपाईँहरू त विज्ञ ठाउँमा बस्नु भएको छ एकदम सूक्ष्म तपाईँहरूले एउटा सोच्नुहोस् तपाईँहरूले सूक्ष्म एउटा गरेर यो मान्छे साँच्ची नै विकास कोषको मान्छे यो माओवादीको हो कि होइन यो साँच्ची नै हाम्रो तपाईँको स्वतन्त्रले पठाउनु भएको हो कि होइन भन्ने तपाईँहरूलाई पनि जानकारी बुझ्नको लागि तपाईँहरू ठुलो मान्छे के छ तपाईँहरू के गर्नुहुन्छ हामी केही गर्दैनौँ अब हामी केही गर्दैनौँ अब हामीले त यो सरकारलाई अब गरोस् राम्रो गरोस् भनेर अस्ति जेएनजी आन्दोलनले जति पनि ठुला पहिलेका बिग्रेका नेताहरूलाई लात हानेर लखाटे थियो भने अब तपाईँहरूकोबाट यस्तो नहोस् साँच्ची नै नेपाल आमाले दुःख पाइसक्नु भएको छ।